यो छ नि यो के भन्छ एयर पोल्युसन एलर्जी भयो क्या आँखा पुरै रातो भएछ आज सो हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। धेरै पछि फेरि आइपुग्यो, धेरै पछि फेरि सेकेन्ड भिडियो मेरो। आज चाहिँ बाहिर पानी परेर त्यही अल्छी लगाइदियो अनि भिडियो गर्नु भनेर फेरि पानी परेपछि चाहिँ हामीले गरेर बत्ती नहुने क्या लास्ट झ्याउने क्या। तर पनि केही छैन, तर पानी परेर केही पनि छैन किनभने यहाँ मासु पाक्दैछ क्या। खतरा खान्छ फेरि खतरा कुक हो नि त। त्यस्तो डेन्जरसँग बनाइन्छ। के बत्ती आइरहेछ क्या हात बत्ती आइरहेछ जस्तो यहाँनिर चल्यो त हो जस्तो यार। त्यो गाइस एलर्जीले न आँखा छोड्यो न नाक छोड्यो न घाँटी छोड्यो, तिनटै घरमा बनाएर आएर घरभित्रसँग मास्क लगाएर बस्नुपर्ने अवस्था। औषधिहरू मैले 1 महिना अगाडि भर्खर स्टोरेज छोडेको थिएँ होइन। के भन्छ अरे एलर्जी भएर स्टोरेज युज गरेको थिएँ होइन। ओके त्यसपछि छ्याप्पै कम भइदियो अनि त्यसपछि फेरि 1 महिना भइदियो। यो छ नि यो के भन्छ अरे एयर पोल्युसन एलर्जी भयो क्या आँखा पुरै रातो भएछ आजसम्म 3 दिन भइसक्यो। यहाँ चाहिँ के हुँदैछ थाहा, यहाँ चाहिँ कोठाहरू मिलाएर है, यहाँ अर्को खाट राख्ला अनि जुन यहाँ छ यो चाहिँ मेरो स्टुडियो है। मेरो सस्ता सेटअप छ, त्यो मेरो सामानहरू भयो। यहाँनिर चाहिँ अब स्टुडियोको लागि डेकोरेसन गर्नुको लागि मिलाउनु लाग्यो। यस्तो भद्रको छ, जब एक दिन राम्रो बन्छ होइन अनि त्यसपछि म मेरो टुर गर्दै स्टुडियोको। तर निकै टाइम लाग्नेवाला छ।